बालेनको अर्गानिक लहर रोक्न नसकेपछि केपी ओलीको पेजमा फेक फलोअरको बारी। आइतबार 7 लाख, मंगलबार 9 लाख। कसरी सम्भव भयो यो चमत्कार? हामीले यसको डिजिटल अपरेसन गरेर हेर्दा भेटियो डरलाग्दो तथ्य। पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको पेजमा पछिल्लो 48 घण्टामा जे भयो त्यो सामान्य थिएन। यो वृद्धिको गति यति तीव्र र अस्वाभाविक थियो कि यसले अर्गानिक वृद्धिका सबै नियमहरू तोडिदियो। आइतबार 7,29,000, मंगलबार 1,53,000 भन्दा बढीको छलाङ। के यो अचानक बढेको लोकप्रियताको लहर हो वा पर्दा पछाडि रचिएको कुनै सुनियोजित डिजिटल डकैती? आउनुहोस् यसको पर्दाफास गरौं। केपी ओलीलाई राम्रोसँग थाहा छ यो चुनाव भाषणले होइन पर्सेप्सनले जितिन्छ। तर जब अर्गानिक सपोर्ट गुम्दै गयो, जब बालेनको अगाडि आफ्नो लोकप्रियता फिका देखिन थाल्यो, तब सुरु भयो एउटा डरलाग्दो खेल। हारको डरले जन्माएको एउटा नक्कली खेल। केही दिन अघिसम्म सुस्त रहेको ओलीको फेसबुक पेजमा अचानक जादु हुन्छ। आइतबार 7,29,000, मंगलबार 8,85,000। 24 घण्टा नबित्दै 1.5 लाख फलोअर। के नेपाली जनता रातारात ओलीको पेजमा ओइरिएका हुन् त? बिल्कुल होइन। यसको पोल टेकमानाको तथ्याङ्कले खोलिदियो। बुधबार दिउँसो हेर्नुहोस्, हरेक मिनेट ठ्याक्कै 1,000 फलोअर बढ्छन्। न एक कम न एक बढी। यो मान्छेको माया होइन, यो मेसिनको कमाल हो। यो भोट होइन, यो बोट हो। फागुन 21 को हार देखेपछि, बालेनको लोकप्रियतासँग तर्सिएपछि ओलीको टिमले अब फेक फलोअर किनेर इज्जत जोगाउने अन्तिम प्रयास गरेको छ। उद्देश्य सफा छ, 10 लाखको अंक देखाउने र भ्रम छर्ने कि ओलीको क्रेज अझै बाँकी छ। तर किन 10 लाख नै? किनभने 10 लाख फलोअर पुगेपछि फेसबुकले एउटा सुविधा दिन्छ, रियाक्सन लुकाउने। ओलीको टिम चाहन्छ कि तपाईले थाहा नपाउनुहोस् ती लाइक गर्नेहरू झापाका मतदाता हुन् वा रसिया र बंगलादेशका कम्प्युटर भाइरसहरू। एकातिर बालेनको पछाडि सडकमा उर्लिएको वास्तविक जनसागर छ, अर्कोतिर ओलीको पेजमा देखिएको यो कृत्रिम अंकको भित्तो। एउटा सत्य हो, अर्को भ्रम। एउटा रगत र पसिनाको कमाई हो, अर्को डलर तिरेर किनिएको फेक इज्जत। प्रविधिले अंक त बढाउला तर विश्वास बढाउन सक्दैन। सर्भर ह्याक गरेर फलोअर त थपिएला तर ब्यालेट बक्समा भोट थप्न सकिँदैन। आज जनता मूर्ख छैनन्, उनीहरूले स्पष्ट देखिरहेका छन् को आत्तिएको छ र को छाती फुलाएर मैदानमा छ। फागुन 21 गते झापा 5 ले फैसला गर्नेछ। के यो देश अब एल्गोरिदमले चलाउनेछ वा आम नागरिकले? नक्कली फलोअरको भिडले जित्छ वा सक्कली विचारको आन्धीले? ढुकढुकी